सुरु गरौं आजको मुख्य 10 समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले विविधता युक्त मुलुकमा सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता आवश्यक भएको बताउनु भएको छ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको 6औं राष्ट्रिय महाधिवेशनको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताउनुभयो। उहाँले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउन द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पार्नुभयो। आगामी वैशाख 11 गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन उहाँले अपील समेत गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विपक्षमा नबोल्न नेताहरूलाई निर्देशन दिनुभएको छ। सभापति देउवाले असन्तुष्टि भए पार्टीमा राख्न तर बाहिर सरकारको विपक्षमा नबोल्न नेताहरूलाई निर्देशन दिनुभएको हो। तालमेल र समन्वयका विषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको उहाँको भनाइ थियो। प्रवक्ता महतले प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार टल्दैछ भन्न स्वाभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने तर्क गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेका कयौं नेतासँग भएका संवादका आधारमा यो सरकार लामो जाने स्थिति नरहेको बताउनु भएको छ। प्रेस सेन्टर रूपन्देहीले बिहिबार भैरवमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूले अजुवाका भरमा सरकारको बारेमा टिप्पणी नगरेको बताउनु भएको हो। वर्तमान सरकार 2/3 नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको उहाँको आरोप छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले वैशाख 7 गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताउनु भएको छ। बिहिबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो। सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेकाले त्यसको विरुद्ध निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेको उहाँको भनाइ छ। 7 गतेको कार्यक्रम सभा भन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङदेनले बताउनुभयो। पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो। राप्रपाले वैशाख 20 गते भित्र आफ्ना नेताहरू निशर्त रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ। गत चैत 20 गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडक प्रदर्शन गरेका छन्। सरकारले बजेट अधिवेशन आह्वान गरेर फास्ट ट्र्याकबाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन्। यसअघि सरकारबाट धोका पाएको भन्दै शिक्षकहरू यसपटक ऐन लिएर मात्रै फर्कने अडानमा छन्। आन्दोलनका कारण कक्षा 12 को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ। शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो। बोर्डले विज्ञप्ति निकालेर परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरूलाई अनुरोध गरेको छ। यसअघि पटक पटक दिएको आग्रह नमानेपछि काठमाडौँ महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ। काठमाडौँ महानगरपालिका 32 मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटाउनका लागि 6 वटा डोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा बिहिबार डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेश कुमार अर्यालले जानकारी दिनुभयो। उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको 3 वटा कवाडी संकलन केन्द्र हटाएको हो। उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका 2 मजदुरले डोजरलाई ढुङ्गा मुढा गरेका थिए। सरकारले आयोडिन युक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन लागू गरेको छ। विक्रम सम्वत 2055 मा बनेको उक्त ऐन 26 वर्षपछि कार्यान्वयनमा आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा पेश गरिएको प्रस्ताव यही वैशाख 2 गतेको मन्त्री परिषद बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो। ऐन कार्यान्वयनमा आएसँगै मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सृजित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानूनी बाटो खुला गरेको छ। आगामी साउन 1 गतेदेखि लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ। काठमाडौँको टोखामा 25 करोड बराबरको विदेशी मुद्रा सहित पक्राउ परेका ट्रक चालक जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ट्रक चालक कुसाङ लामालाई पूर्वपक्षका लागि जेल चलानको आदेश दिएका हुन्। लामा र रकमको मालिक भनिएका नारायण पौडेललाई प्रतिवादी बनाएर विदेशी विनिमय नियमन गर्ने ऐन 2019 को दफा 3, 4, 5 र 9 अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो। गत चैत 4 गते ना7 ख 1652 नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका 43 वर्षीय चालक लामालाई पक्राउ गरेको थियो। उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको जिल्ला अदालतबाट दोषी ठहर भएका आफूलाई लिटिल बुद्ध बताउने रामबहादुर बमजनलाई सफाई दिएको छ।
जिल्ला अदालत सर्लाहीको फैसला उल्टाउँदै उच्च अदालतका न्यायाधीश द्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बमजनलाई सफाई दिएको हो। गत चैत 6 गते इजलासले बमजनसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बमजन र डेक बहादुर बमजनलाई पनि सफाई दिएको अदालतका उप रजिस्ट्रार सुशील यादवले जानकारी दिनुभयो। जिल्ला अदालत सर्लाहीले गत असारमा बमजनलाई 10 वर्ष कैद र 5 लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उच्च अदालतले फैसला गरेको बेला बमजन जिल्ला कारागार सिन्धुपाल्चोक थिए। अदालतको आदेशसँगै बमजन रिहा भइसकेका छन्। अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथिको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको 10 वर्षे प्रतिबन्ध फुकुवा भएको उहाँले जानकारी गराउनु भएको छ। सन् 2015 अप्रिल 16 मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही वैशाख 2 मा सकिएको थापाले विज्ञप्ति मार्फत जनाएका छन्। थापाले आफ्नो प्रतिबन्ध फुकुवा भएपछि नेपाली फुटबल शुद्धिकरणका लागि ठूलो आन्दोलन गर्ने घोषणा गर्नुभएको छ।